नेपाली चलचित्र 12 गाउँ। नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई। आज हामी कुरा गर्दैछौँ नेपाली फिल्म इन्डस्ट्रीमा पछिल्लो समय निकै चर्चा कमाएको एक्सन ड्रामा फिल्म 12 गाउँको बारेमा। यो फिल्म किन विशेष बन्यो? किन दर्शक हलसम्म तानिए? फिल्मको वास्तविक कथा के हो? यसको टेक्निकल स्तर कस्तो छ? कति लगानी भयो र कति कमाई गर्यो? आजको भिडियोमा हामी 12 गाउँको सम्पूर्ण विश्लेषण गर्नेछौँ। फिल्मको कथा, कलाकार, मेकर्स, टेक्निकल पक्ष, बक्स अफिस, दर्शक प्रतिक्रिया र भविष्यसम्म। फिल्म परिचय। नेपाली चलचित्र 12 गाउँ एक ठूलो स्केलमा निर्माण गरिएको एक्सन ड्रामा फिल्म हो। फिल्मलाई निर्देशन गरेका छन् नेपाली एक्सन स्टार विराज भट्टले। यो फिल्म विशेष गरी दुई कारणले अत्यधिक चर्चामा रह्यो। पहिलो, विराज भट्टको निर्देशन र कमब्याक। दोस्रो, उनका छोरा समीर भट्टको डेब्यू। फिल्ममा मुख्य कलाकारहरू रहेका छन् समीर भट्ट, विराज भट्ट, दिया मास्की, न्यान्सी खड्का, सनिषा भट्टराई। फिल्म दशैंको अवसर पारेर रिलिज गरिएको थियो र रिलिजसँगै ठूलो हाइप सिर्जना गर्न सफल भयो। अब कुरा गरौँ फिल्मको कथाबारे। 12 गाउँको कथा एउटा काल्पनिक क्षेत्रमा आधारित छ, जहाँ शक्ति, डर, हिंसा र वर्चस्वको राजनीति चलिरहेको हुन्छ। त्यहाँका मानिसहरू वर्षौंदेखि अन्याय र आतंकको बीचमा बाँचिरहेका हुन्छन्। फिल्मको मुख्य पात्र एक यस्तो युवा हो जो आफ्नो गाउँ, आफ्नो परिवार र आफ्नो पहिचान जोगाउन सङ्घर्ष गरिरहेको हुन्छ। उनी केवल व्यक्तिगत बदला लिन होइन, पुरै समाजलाई परिवर्तन गर्न मैदानमा उत्रिन्छन्। कथामा बुबा छोराको भावनात्मक सम्बन्ध, राजनीतिक शक्ति सङ्घर्ष, ग्याङ युद्ध, प्रतिशोध, प्रेम र त्यागका पक्षहरू मिसाइएको छ। फिल्ममा एउटा महत्त्वपूर्ण कुरा भनेको कथा नेपाली परिवेशमा आधारित भए पनि यसको प्रस्तुति साउथ इन्डियन मसाला एक्सन फिल्म जस्तै देखिन्छ। ठूला फाइट सिक्वेन्स, स्लो मोसन इन्ट्री, हेभी ब्याकग्राउन्ड स्कोर र हिरोइजमलाई केन्द्रमा राखेर फिल्म बनाइएको छ। विशेष गरी क्लाइम्याक्सतर्फ जाँदा फिल्म अझै इन्टेन्स र सिनेम्याटिक बन्दै जान्छ। अब कुरा गरौँ फिल्मको टेक्निकल पक्षबारे। नेपाली फिल्म उद्योगको हिसाबले 12 गाउँ टेक्निकल रूपमा निकै ठूलो स्केलको फिल्म